भोट केमा भोट यसपालि भोट कहाँ हाल्ने भयो केमा हाल्ने अनि यसपालि घन्टीमा भोट हाल्ने हो भोट कहाँ हाल्ने भन्नु तै भोट केसमा तै फेरि भोट हाल्ने कता हो कसलाई दिने हो भोट भोट केमा हाल्नुहुन्छ भोट केमा अरे भोट चाहिँ केमा हाल्ने विचार छ बुवा अनि यसपालि घन्टीमा भोट हाल्ने हो अब तपाईँ जस्तो जेन्जी मान्छेले भोट केमा हाल्ने भन्नु भएको छ खेपो ओली केपी ओली चिन्न के हो चिन्ह घन्टी बाजे तपाईँको पार्टी के हो एमाले मेरो घन्टीमा दिने भोट भोट घन्टीमा दिने पार्टी एमाले सबैले पैसा दियो भने भोट हाल्छौ मेरो हाल्दैन भोट कहाँ हाल्ने भन्नु त घन्टीमा घन्टीमा हाल्ने हो घन्टीमा रुखमा हाल्नुपर्छ यसपालि यसमा त घन्टी नै हो रुखमै हाल्नुपर्छ हुँदैन रुखमा हाल्नु भने चिया खान्छ न त खाँदैन हामी हुँदैन तपाईँ भोट केसमा तै तपाईँ घन्टीमा तपाईँहरू केसमा भोट हेलो हेलो भन्नुभयो भोट केमा भोट केमा एकान्तमा जय माटो जय घन्टी साँच्चीका भन्नु यो नेताले गरेर यस्तो जाडो महिना पनि मेरो बुढासँग सुत्नु पाएको छुइनँ हौ भन्न कठौँ नै सुत्नु पर्छ मैले मेरो बुढा विदेशमा छ यो पीडा त नेताले बुझ्छ चुनावमा कसलाई दिने हो भोट कसलाई घन्टी हल्लाउनु भन्नु घन्टी हल्लाउँदै माओवादी जय घन्टी अङ्कल जय घन्टी जय नेपाल भोट कसलाई तँलाई भोट हाल्न आउँछ भोट कसलाई कति पढ्नु भएको छ म त एमए गरेको छु राजनीति क्षेत्रमा कि राजनीति शास्त्रमा भनेपछि जोस र जाँगर छ जोस जाँगर एकदम बडा छ देशको लागि कि पेटको लागि देशको लागि कि पेटको लागि भोट केमा बाबाजी केमा माओवादी माओवादी ओ माओवादी चुराक भोटकेमा सूर्यमा यो मासु भात खाएपछि भोटकेमा सूर्यमा यो मासु यो भात नभेइदासम्म भोट चाहिँ सूर्यमा सकिसकेपछि घन्टीमा जय घन्टी भोट केमा अरे तिमी बाथरुममा नहुने बेलामा बुरुक बुरुक उफ्र न त्यसमै के बच्चा पटक चाहिँ भोट कसलाई दिने भन्दा राम्रो नेता व्यक्ति को लाग्छ तपाईँलाई आफ्नो घर स्वाइन राम्रो छैन एजुकेसन मतदाता शिक्षा चाहिँ मेरो पछि हुनुपर्छ क्या त्यो घन्टी त्यो कता बद्ने गर्ने हाम्रो देउता खाना बद्ने घन्टी होइन त्यो टोइलेटतिर बद्ने घन्टी हो त्यो टोइलेटतिर बद्ने
के छ के छ बाबु सन्तोष हौ तारिक कट्न सकेको फाइनली गाइस मेदी टोली ड्युटीमा लागिसकेको छ हजुरहरू हेर्न सक्नुहुन्छ माई गड अरू त त्यस्तो यार हेर्नु म केटाकेटी चिन्न लागेन र मलाई अलिक तनाव भइगयो गाइस हो यार एउटा केटी पनि हुँदै छन् केटा पनि हुँदो रहेछन् छिटो हिँड यता छिटो हिँड खोइ छिटो हिँडेको त्यही हो तपाईँ म्यादी बन्नुभयो ल यता फर्किनुहोस् त म्यादी बन्नुभयो भने तपाईँको भूमिका के हुन्छ ल दाइ अब यस्तै हो अब यहाँ जे गर्नु छ गरे त्यसपछि कोरियातिर जाने हो घरकै माहौल बिग्रिया छ पछि अनि चुनावको माहौल कसरी घरकै माहौल बिग्रिया छ मेरो म चुनावतिर जाऊ कि घरको माहौल सम्हालु भोट चाहिँ केमा हाल्ने विचार छ यसबाट कसलाई भोट भोट अब ढुङ्ग हालिदिन्छु मैले रेल त्यहाँबाट ल्याउँछ है गाइस भोट अब केपीलाई नै दिने होला होइन हामीलाई जिताउनुहोस् हामीले लाल ऊर्जा निकाल्छौँ भने होइन जिताएर गएर त कठै भएर अस्ति के भने क्या नि त हाम्रो हातमा छैन नभए यत्रो खान भनेको थियो त एमाले काङ्ग्रेस आउनुहुन्छ 4-5 जना तर सबैले घन्टी भनिदिनुहुन्छ अनि उहाँ आफै साइड लाग्नुहुन्छ झापामा गएर अहिले भनेको छ त्यो अहिले होइन त्यो प्रश्न देखाएको छ मान्छेहरूले 2 दिन 3 दिनसम्म पैसा चल्या छ तर उहाँले यही भनेर बचाउ गर्नुभयो शेरबहादुरको किन बचाउ गर्नुभयो त केपी किन बचाउ गर्नु भने भ्रष्टाचार बचाउनु पर्यो नि चोरले चोरलाई बचाउनु खोज्छ होइन को घन्टी हो फेरि यो ए घन्टी होइन फोन आएको हो कि मेरो फोनमा रिङटोन पनि घन्टीको अनि सूर्यको रिङटोन हाल्न त मिल्नु नि पर्यो नि तपाईँलाई योपालि चुनावमा को जित्ला जस्तो लागिरहेछ योपालि अभियसली केपी ओलीले नै जित्छ नि झापा नै केपी ओलीको हो तपाईँ यहाँको को हो दाइ म यहाँको चिया बनाउने 2 कप चिया ल्याएर आउनु है दिदी भोट हाल्ने कता हो यता हो म नि हाल्छु ल एउटा ओइ भाइ भोट केमा भोट केपी ओलीले नि राम्रै काम गरिरहेछ जहाँ त भोट त केपीलाई पो हाल्ने कुरा गर्छ र हामीले यसबाट के एउटा इच्छा राखेका छौँ भने रासोपा सत्तामा सरकारमा जान्छ र कङ्ग्रेस जस्तो पार्टी चाहिँ सुन्दर प्रतिपक्ष बनेर हामीलाई खबरदारी गरिरहेको छ र रचनात्मक सहयोग गर्छ भन्ने अपेक्षा छ धेरै धेरै धन्यवाद गजब बेइज्जती म त एमाले हुँ म त हामी घन्टीमा हाल्ने घन्टीमै हाल्छु हत्तेरी अनि बुढाबुढीले त एमाले हाल्छ नि त हौ हाल्दैन एमालेमै सन्किएको काङ्ग्रेस नापिएको माओवादी खुल्किएको दसैँ गरौँ भोट घन्टी नै हाल्ने हो हामी चाहिँ ल अनि नयाँ आउने देश बनाउँछन् भन्ने आधार के छ आमै होइन नयाँ हामीले केही बिउ पर्ने नयाँ लाउँदाखेरि न धेरै फल्छ कि भन्ने हुन्छ नि बात त सही है सिकेर त अहिले त्यो पागल मान्छे हो हामीले साइन्टिस्ट भन्दैन त्यो पागल मान्छे हो किनकि मध्य प्रदेश छुट्टै चाहियो ए डाका दिमाग छ कि छैन साइन्टिस्ट भन्छ आफूलाई सबै कुरा बुझिएकै छ देखिएकै छ जनतालाई थाहा छ वृद्धाभत्ता पनि हामीले नै बाँडेको हो जनतावास पनि हामीले गएको हो सात सूर्य सात छाप नेकपा एमाले यसपालि चाहिँ मुर्दाबादै खाइला जस्तो छ माओवादीको चिना फुलहरू कहिले तारा कहिले फुल के हो त यस्तो यहाँ हेर न यो कहिले तारा अरे कहिले फुल अरे कतिवटा चिन्ह हुन् भने म त चिन्ह पनि मलाई त घन्टी बाहेक केही चिन्नै थाहा छैन रियानु दालको चाहिँ उहाँको चाहिँ शिक्षामा तर उहाँको कौशलता भनेको चितवन जिल्ला घरमा आउने हो एउटा घर लिपे जस्तो होइन देश एमाले पार्टीमा लागेका
अहिले आएर त्यो घन्टी हल्लाउने यहाँ बालन कि को भन्ने मान्छे हो त्यो आएर यो झापामा तहल्का मचाउन आँटेको छ हाम्रो केपीवाला हराउन हामीले हराउन दिन्छौँ बालेन नेता भइकन आउने क्या यो देश जसलाई राजनीति थाहा छैन भन्छु मैले त्यसलाई एकपल्ट सोध्नु होला त पत्रकार साथीहरू गएर राजनीति भनेको के हो ल व्याख्या गर्नुहोस् भन्नु होला त के गर्दो रहेछ फेरि केपी ओली म जित्छु भनेर बालेनलाई लडाउन ठिक पारे त पैसा बाँड्दैछ अब त्यो पैसा कति छन् मैले त भनेको छ झापाकालाई कहिले काहीँ यसो अन्तर्वार्ता दिँदा नि पैसा र मासु खाओ भोट चाहिँ घन्टीलाई दियो है भाइ हो हजुर कुन पार्टीको रे रासोपा अनि हजुर चाहिँ माओवादी हजुर कुन पार्टीको म चाहिँ कांग्रेस हो हजुर कुन पार्टीको एमाले त कै पार्टीको त म कोही पार्टीको होइन चुनावका बेला यिन चाहिँ त यिन पार्टीहरूको चुनाव हुँदैन त्यही त दारू रे मासु भात बाँड्न हन्न हो त्यो खाने पार्टीको हो म 36 वर्ष कांग्रेस एमाले काम गर्दाखेरि के गरे भन्नुभयो तपाईँ 36 वर्ष अगाडि तपाईँको घर कहाँ थियो यही थियो होइन 36 वर्ष अगाडि यो बाटो थियो यो बाटो त हामीले हात ठेला पारेर खनेको बाटो थियो कि थिएन 36 वर्ष अगाडि यो बाटो थियो कि थिएन थिएन हामीले हात ठेला खनेर भनेको नि हामीले कोदाले खनेर यो बाटो ल्याएको नि खत्तम ओ चुनावमा भोट हाल्न घर जाँदै जाँदैन दाजु जाँदैन किन भोट हाल्न त जानु पर्यो त आफूको यता दुःख छन् भोट हाल्न घर गइकन ती के राणीका छोरा डल्ला दिन्छन् के दाजु 84 पछि यही सिलाएर बस्नुपर्छ मैले आउँछ र हेर्नु भन्दै थिएँ म ल राम्रो गरी खानु राम्रो गर्नु हामीलाई पनि जनता राम्रो गर्नु त्यस्तै लाग्यो तर फोटो हाल्दा चाहिँ बुढो बुढो जस्तो देखाएको थियो तर मान्छे चाहिँ बुढो हुनुहुन्न उहिलेदेखि बाजे उहिलेदेखि नै बसोबास गरेको मधेस पनि दिल्ली बम्बई पनि छैन आमाबाट खेदायो भने उठायो भने हाम्रो जाने ठाउँ छैन के गर्नु जुनै जिते पनि हामीले हेर्नु है बाबु कहिले कहिले फेरि जितेर आउनु नि जितो भनेर जिताउनु पर्यो घन्टी हो घन्टी जितेर पनि आउनु पर्यो अरू जिते नेताहरू आउँछन् कि नै अरू आएको कि नै जितेपछि आउँछन् कि नै अरू नेताहरू अरू नेताहरू आउँछन् पहिला चिन्नेहरू आयो कि आएन तपाईँहरूलाई भेट्न भोट माग्नु आएको थियो